मलाई म एउटा सबसे रोमाञ्चक चिज देखाउन चाहन्छु। अहिले चाहिँ यहाँ भित्र त पस्नु पाउँदैन रहेछ किनकि केही कारण होला यसको है। र यहाँ भित्र तपाईले देख्नु हुँदैछ एउटा यो जरा हो। यो जरा चाहिँ घरभित्र छ। यो जरालाई चाहिँ घरभित्र राखेको छ। यो जरा चाहिँ तर हेर्नुहोस् कत्रो चाहिँ छ हौ। यो जरा चाहिँ निक्लेर जरा भनौँ या लहरा भनौँ न। अब जरा लहरा है। यो चाहिँ यहाँ भित्रबाट आएर साइज पनि हेर्नुहोस् न कत्रो छ। यो साइजमा आएर हेर्नुहोस् यहाँदेखि बाहिर निकालेको छ। त्यसको यो खिड्कीबाट बाहिर निकालेको छ र यहाँनिर तपाईको यस्तो बनाएको छ है। र यहाँबाट यो लहरा गएर हेर्नुहोस् यसरी लगेको छ। यो लहरालाई चाहिँ यसमा यस्तो पनि उम्रिसकेको छ। यसको नाम चाहिँ थाहा भएन के हो। अनि यसको नाम चाहिँ यहाँ लेखिदिएको छ विस्ट्रिनिया चिमिसिस डिसी फ्यामिली प्लान्टेड इन द इयर 1878 मा रोपेको रहेछ। जब चाहिँ यो गार्डनलाई सुरुवात गरिएको थियो। हेर्नुहोस् है दार्जिलिङ चाहिँ त्यसै पाहाडको रानी चाहिँ भनेको हैन। त्यत्तिकै चाहिँ भनेको हैन है गाइस। यहाँ हेर्नुहोस् यसको यताबाट जरा आएर फेरि यहाँ आएर तपाईको यहाँ भित्र लगेको छ। यहाँ हेर्नुहोस् है यहाँ लगेर यहाँ रोपेको छ। फेरि हेर्नुहोस् यहाँ भित्रबाट लिएर यसरी ल्याएर है। हेर्नुहोस् गाइस ड्याममै हालेर यसरी हालेको छ भने साथसाथमा पर छ त्यहाँबाट पनि लिएर आएको छ। यसको नाम चाहिँ हेर्नुहोस् अलिक यहाँ सफा रहेछ। ल गाइस तपाईहरुलाई के कस्तो लाग्यो है। तपाईहरुकोमा पनि यस्तो केही कुरो छ भने शेयर गरिदिनुस् होला है। कमेन्ट गरिदिनुस् होला। धेरै धेरै धन्यवाद। फेरि भेटौँला फन अन पेदुङ विन्समा।